नमस्कार। आज गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनहरूलाई हार्दिक नमस्कार र नमन भन्न चाहन्छु र मेरा प्रिय साथीहरूलाई पनि हार्दिक नमस्कार र नमन भन्न चाहन्छु। मुख्य गरी गुरुको रूपमा चाहिँ मातापितालाई नै लिन्छु म, किनभने उहाँहरूले जन्म दिएर जन्म दिइसकेर अक्षर सिकाउने अनि त्यसपछि हिँड्न सिकाउने। भनिन्छ कि बालबालिकाहरूको निम्ति घर परिवार नै पहिलो पाठशाला हो भन्ने गरिन्छ। त्यसैले गुरुहरूलाई नै गुरुको रूपमा मातापितालाई नै लिन सक्छु म। त्यसपछि मलाई औपचारिक तथा अनौपचारिक रूपमा शिक्षा दीक्षा दिएर ज्ञान हासिल गराउनु हुने सम्पूर्ण गुरुजनहरूलाई मेरो तर्फबाट हार्दिक नमस्कार र नमन भन्न चाहन्छु। र भनिन्छ कि गुरुहरू भनेका भगवानको स्वरूप लिन सकिन्छ। गुरुहरूलाई अतिथि देवो भव, गुरुदेवो भव भनिन्छ। गुरुको रूपमा चाहिँ गुरुलाई चाहिँ भगवानको रूपमा लिन सकिन्छ। त्यसैले गुरु साक्षात् भगवानको स्वरूपका रूपमा लिन सकिन्छ धर्मशास्त्रमा। त्यसैले गुरु भन्ने बित्तिकै स्कुल कलेजमा गएर शिक्षा दीक्षा दिने मात्रै गुरु मान्न सक्दिनँ म। चाहिँ राम्रो ज्ञान हासिल जसले गराउँछ, असल मार्गमा जसले हिँडाउन सक्छ त्यसलाई पनि म गुरु भन्न सक्छु। भनिन्छ कि हामीले पढेका पनि छौँ, घाँसीको उपदेशबाट आदिकवि भानुभक्त आचार्य चाहिँ आदिकवि बन्न पुगेका छन्, कवि बन्न पुगेका छन् भनेर हामीले पनि पढेका छौँ। त्यसैले सर्वसाधारणले राम्रो ज्ञानको कुरा सिकाउँछ भने पनि त्यो गुरु हुनसक्छ। र धेरै पढेको छ, धेरैवटा विषयमा डिग्री हासिल गरेको छ र उसले चाहिँ गुरुको भूमिका निर्वाह गर्न सक्दैन भने पनि त्यो चाहिँ गुरु मान्न सक्दिनँ म, गुरु भन्न सक्दिनँ भन्छु। त्यसैले आज गुरु पूर्णिमाको अवसरमा मेरा मातापिता लगायत सम्पूर्ण गुरुजनहरूमा हार्दिक नमस्कार र नमन भन्न चाहन्छु। जय श्री राधे, हर हर महादेव।